एकदमै ठूलो ब्रेकिङ न्यूज आएको छ। इरानबाट चाहिँ डोनाल्ड ट्रम्पले भर्खरै ट्रुथ सोशलमा पोस्ट गरेका छन्, जुन चाहिँ उनले भरे राति 10 बजी पनि एड्रेस गर्न गइरहेका छन् संसारलाई। जुन चाहिँ इरानको 3वटा न्युक्लियर साइटमा चाहिँ अहिले अमेरिकाले बम हानेर अमेरिकन सोल्जर्सहरू ब्याक होम फर्किरहेको स्थिति छ। डोनाल्ड ट्रम्पले चाहिँ अहिले भर्खरै ट्रुथ सोशलमा यो पोस्ट गरेका थिए। यो ठूलो ब्रेकिङ न्यूज हो, किनभने डोनाल्ड ट्रम्पले अस्तिदेखि नै इरानलाई चाहिँ एकदमै ठूलो चान्स दिइरहेका थिए, जहाँ चाहिँ उनीहरूलाई यो जुन हत्या छ न्युक्लियरको, यो हत्याबाट चाहिँ उनीहरू भाग्नुपर्छ अथवा हट्नुपर्छ र अमेरिकासँग पिसफुल डिल साइन गर्नुपर्छ जुन भनिरहेका थिए। तर उनीहरूले पछि हटिरहेका थिएनन्। उनीहरूले पिसफुल डिल साइन गर्न मानेका थिएनन् र आज त्यसको परिणाम पनि उनीहरूले भोग्नु पर्यो। जुन चाहिँ न्युक्लियर बम बनाउने, जुन उनीहरूले, मैले अस्ति पनि एउटा भिडियो बनाएको थियो, किन चाहिँ इरानले न्युक्लियर बम बनाउन पाउँदैन। उनीहरूले पहिलेदेखि भाइलेसन गरिरहेका थिए र उनीहरू त्यो बमको ट्रस्टेड छैनन्। जुन चाहिँ न्युक्लियर बम भन्न खोजेको एक प्रकारको एटमिक बम पनि भन्न सकिन्छ, त्यसको लागि चाहिँ उनीहरू ट्रस्टेड थिएनन् र डोनाल्ड ट्रम्पले जे बोले त्यसको आज परिणाम पनि देखाए। 3वटा साइटमा चाहिँ फोर्डो भन्ने साइटको मैले अस्ति भिडियो बनाएको थिएँ, त्यस्तै नान्ट्रेज र एस्फेन भन्ने साइट, यी 3वटा साइटमा चाहिँ अहिले अमेरिकाले बम हानेर अहिले अमेरिकन फाइटर्स सोल्जर्सहरू चाहिँ ब्याक होम आइरहेको र अमेरिकन सोल्जर्सलाई डोनाल्ड ट्रम्पले कङ्ग्रेचुलेसन पनि दिएका थिए ट्रुथ सोशलको पोस्टमा। र भरे बेलुका चाहिँ यसको बारेबाट एड्रेस पनि गर्दैछन् संसारलाई। यस्तै हुन्छ, अब पिसफुल डिल साइन गरौँ भन्दा नटेरेर उनीहरूले अमेरिकाको चाहिँ डेथ चाहने भनेर जुन मतलब एक प्रकारको अमेरिकासँग न्यू खोजिरहेका थिए, अहिले अस्तिदेखि नै ट्रम्पले त्यसलाई इभ्याकुएसन गराइरहेका थिए त्यो ठाउँमा र मान्छेहरूलाई क्लियर गराइरहेका थिए र आज चाहिँ त्यो साइटलाई क्लिन अपै गरेको भन्ने खबर अहिले